सर्पले डसेका बिरामीलाई समयमै उद्धार गरी अस्पतालसम्म पुर्याएर उपचारमा सहजीकरण गरेको भन्दै शिवराज नगरपालिकाले रामु सुनार, दीपक सुनार र भोजबहादुर सुनारलाई सम्मान गरेको छ। शिवराज नगरपालिकाको क्षेत्रभित्र तत्काल उद्धारको आवश्यकता परेका नागरिकलाई सुरक्षित रूपमा अस्पतालसम्म पुर्याई मानवीय जीवन रक्षामा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै नगर कार्यपालिका परिवारको तर्फबाट सम्मान पत्र प्रदान गरिएको हो। नगरपालिकाले सम्मानसँगै उद्धार कार्यमा प्रयोग हुने सवारी साधनका लागि पेट्रोल समेत उपलब्ध गराएको नगर प्रमुख अजय थापाले जानकारी दिनुभएको छ। नगरपालिकाले सर्पदंशका घटनामा तत्काल उद्धार र शीघ्र उपचार पहुँच अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै यस्ता मानवीय तथा परोपकारजन्य कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको जनाइएको छ।